हाम्रो यस सुन्दर नगरी चिसापानी पर्यटकीय क्षेत्रमा पर्यटन प्रवर्धन विकासका निमित्त हाम्रो लुम्बिनी प्रदेश बाँके नेपालगञ्जबाट पाल्नुभएका हाम्रो यस बोर्डतिर बस्नुहुने सबै देवतारूपी आन्तरिक पर्यटक महोदयज्यू, यसै गरी हाम्रो चिसापानी सुन्दरनगर चिसापानी पर्यटक क्षेत्रकी हाम्रो आमा र हाम्रो जन्मदिने आमा र फुपू लगायत समग्र टिमहरूलाई हामी आजको पहिलो अतिथिको रूपमा यहाँ ऱ्याफ्टिङ बोर्डमा रमाइलो गराउन गइरहेका छौँ। र यस नदीको सुरुवात तिब्बत हुँदै माना सरोवर पर्वत र कैलाश पर्वत हुँदै यस नदीमा हुम्ला कर्णाली, मुगु कर्णाली, तिला कर्णाली, पश्चिम सेती, बुढीगङ्गा, ठुलीबेरी र सानीबेरी हुँदै यो नदी नेपालमा 507 किलोमिटर कञ्चन सफा पवित्र नदी बगिरहेको छ। यसै नदीमा आज हाम्रो अतिथिज्यूहरूलाई ऱ्याफ्टिङ बोर्डमा हामी रमाइलो गराउन गइरहेका छौँ। र पालतिर लुम्बिनी प्रदेश बर्दिया नेसनल पार्क राष्ट्रिय निकुञ्ज आरक्षित रहेको छ। साथै हिमाल नभए तापनि पहाडहरू देखाउँदै अतिथिज्यूहरूलाई बोर्डमा बसाल्दै इन्जोय गराउन गइरहेका छौँ। र माथि कर्णाली प्रदेश सुर्खेत रहेको छ भने यता सुदूरपश्चिम प्रदेश सुन्दरनगरी चिसापानी प्रदेश रहेको छ। यो तीनटै प्रदेश सङ्गम स्थललाई अवलोकन गराउँदै हामी यतापट्टि एउटै खम्बामा अडिरहेको एसियाको दोस्रो ब्रिज सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने यो महत्त्वपूर्ण ब्रिजलाई अमेरिकन इन्जिनियर साहब नक्सा कोर्नुभएको थियो। जापानको जाइका भन्ने संस्थाले 10 वर्ष लगायत निर्माण गर्नुभएको थियो। यस ब्रिजको लम्बाइ 500 र चौडाइ 10 रहेको छ। यस ब्रिजलाई 2050 साल मङ्सिर 28 मा हाम्रा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाज्यूले उद्घाटन गरेको कुरा हामी सबैमा अवगत नै छ। र यसको आयु 100 सालको रहेको छ। र यसभन्दा उतापट्टि रानी जमरा कुलेरिया सिँचाइ रहेको छ। त्यसबाट 4.71 मेगावाट विद्युत कटासेभन्दा माथि निकालेर राष्ट्रिय पर्सन लाइनमा जोडिएको छ र 38 पुग्ने गरी यसको सिँचाइको लक्ष्य रहेको छ भन्दै मेरो देवतारी अतिथिलाई बिच नदीमा लाँदै बोट घुमाउँदै ऱ्याफ्टिङमा सरर मनै हरर आउन हजुर बसाउन लाग्यो रहर भन्दै मेरो देवतारी अतिथिजीहरूलाई हामी रमाइलो गराउन गइरहेका छौँ। कस्तो लागिरहेको छ हजुरलाई? हजुर अनि कर्णाली माता की जय, नेपालगञ्जमा भएको भागेश्वर माता की जय, नेपाल पशुपतिनाथ की जय, सबै मेरो देवतारूपी अतिथिजी की जय भन्दै अब हामी बिच नदीमा लानेछौँ। र एकचोटि हात हल्लाएर सबैले इन्जोयको लागि स्वास्थ्यलाई लाभदायक छ भन्दै रमाइलो गर्नुभएको छ। र यसरी नै सबै मित्रहरूलाई पनि हामी यही बाटो एकचोटि फेरि पनि आउनुहोस् भन्दै मलाई सबैले चिन्नुभयो होला। म एकचोटि टिकटकमा यही बोल्दा भाइरल नै भएको थिएँ। हो या होइन चिन्नुहुन्छ? जति नमस्कार हजुर, नमस्ते भन्दै अनि मेरो नाम विष्णुप्रसाद जैसी, मेरो सम्पर्क नम्बर 9848162379 रहेको छ भन्दै सम्पूर्णलाई मेरो यसै भिडियो मार्फत चुले निम्त गर्न चाहन्छु। आउनुहोस् हजुर, स्वागत छ भन्न चाहन्छु।